ससुराको नाम के हो? भक्ते भन्छु। ए भक्ते हो? ए अनि ससुराको दाजुभाइ कतिजना? 5 जना थिए। ए 5 जना थियो है? छैन। ए अनि तपाईँलाई माया गर्नुहुन्थ्यो त? कसले? देवरहरूले गर्थे। भाउजू के चाहिँ ल्याउन चाखौँ भन्थ्यो कान्छो देवर। ए भाउजू के तिउन पकाएको ल्याउन चाखौँ भन्नुहुन्थ्यो? ए भने तपाईँलाई माया गर्नुहुन्थ्यो है? माया गर्थे, म दिन्थेँ। ए दिनुहुन्थ्यो? तपाईँले नि माया गर्नुहुन्थ्यो कि भाउजूको जस्तै बेहोरा देखाउनुहुन्थ्यो त? म त माया गर्ने देवरहरूलाई। ए देवरहरूलाई माया गर्नुहुन्थ्यो? जति माया हुन्छ देवरको। ए देवरको छोरछोरी जतिको माया हुन्छ? हुन्छ। ए अनि ससुरा कति वर्षको हुँदाखेरि बित्नु भयो? धेरै उमेर खाएको थिएन? रोग लागेर बित्नु भयो? 16 वर्षसम्म रोग आएर पैसा चाहिँ खर्च गरेँ। ए 16 वर्षसम्म रोग लागेर नि बित्नु भयो? खोक्ने यति खकर फ्याक्नु पर्ने। ए खोक्नुहुन्थ्यो है? भनेपछि के हो दमको व्यथा थियो होला होइन? ए सोच हुने? ए अनि तपाईँ कान्छा छोरा कति वर्षको हुनुहुन्थ्यो बाउ बित्दा? बुझै थियो। बाउ चिन्न पाएन भनेपछि थाहा छैन। ए बाउ चिन्न पाएन है? ए भनेपछि तपाईँ कान्छा छोराले बाउ चिन्न पाएन है? सानै थियो है? ट्रेन जान्छेस्, जात्रा जान्छेस्, मेरो पहिला जान्छेस् भन्नु क्या? ए मेरो छोराछोरी छोडेर त पहिला जान्छस् भन्नुहुन्थ्यो ससुराले? ए कान्छा 5 वर्ष चाहिँ हुर्काएँ। ए 5 वर्षको थियो है बुवा बित्दा कान्छा छोरा? हेर्नुहोस् है साथीहरू, सबै बुझ्नुहुन्छ हाम्रो आमाले।